नमस्ते, म प्रवीण। तपाईहरु हेर्नुहुन्छ एडुकेट नेपाल विथ प्रवीण। सबैजना एकदमै आरामै सन्चै र एससीको तयारी राम्रो हुँदैछ भन्ने आशा गर्दछु। आज चाहिँ म तपाईहरुलाई एकदमै इम्पोर्टेन्ट टिप्स जसले तपाईलाई एससीमा A+ लिएर आउन मद्दत गर्नेछ। हो जीपीए नभए पनि A+ ल्याउन एकदमै हेल्पफुल हुनेवाला टिप दिन जाँदैछु। त्यसैले यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहोला। र त्यो टिप हो तपाईले जति सक्दो धेरै चाहिँ पास्ट क्वेशनहरु सल्युसन गर्नुहोला, किनकि एससीमा 50 to 60% पास्ट क्वेशनहरु नै आउने गर्दछ। त्यसैले टाइम अब तपाईहरुसँग धेरै छँदै छैन, जम्मा 27 डेज छ। त्यसैले यो 27 डेजलाई चाहिँ एकदमै राम्रोसँग युजफुल तरिकाले युज गर्नुहोला, नभए तपाईले पछि गएर एकदमै धेरै नै रिग्रेट गर्नुहुनेवाला छ। त्यसैले चाहिँ जति सक्दो धेरै पास्ट क्वेशन प्लस सेट सल्युसन गर्नुहोस्, किनकि यदि तपाईले त्यही क्वेशन नदोहोरिए पनि त्यस्तै क्वेशनहरु धेरै आउने गर्दछ। मैले आफ्नै एक्सपिरियन्स अनुसार भन्दैछु, त्यसैले यो हावा गफ होइन। म आफैले पनि दिएर मेरो पनि A+ आएको, फुल जीपीए चाहिँ आएको होइन, म झुट बोल्दिनँ। तपाईलाई के फाइदा हुन्छ सेट सल्युसन प्लस पास्ट क्वेशन सल्युसन गर्दा के फाइदा हुन्छ म तपाईलाई भन्छु। फर्स्ट हुन्छ तपाईले छिटो लेख्ने बानी बस्छ, किनकि एससीमा एक सेकेन्डको पनि एकदमै धेरै महत्त्वपूर्ण हुन्छ। त्यसैले तपाईले फास्ट लेख्ने बानी बस्छ। र सेकेन्ड चाहिँ तपाईले ठ्याक्कै मोडल ठ्याक्कै अब क्वेशन को ठ्याक्कै प्याटर्नहरुकै दिमागमा छपिन्छ, किनकि प्याटर्न त एउटै हो नि त, सेम हो नि त। जसरी पनि अब जस्तै कस्तो क्वेशन भन्दाखेरि x+2 = 0 र x+3 = 0 भनेको त 2 को ठाउँमा 3 त आएको नि। त्यसैले सिमिलर क्वेशन हुन्छ, त्यस सल्युसन गर्न चाहिँ एकदम फाइदा पुऱ्याउँछ। त्यसैले चाहिँ जति सक्दो धेरै चाहिँ पास्ट क्वेशन प्लस सेट सल्युसन गर्नु होला, यो नै भन्न चाहन्छु। र यस्तै एजुकेसनल कन्टेन्ट हेर्नको लागि चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को भिडियोमा भेट्ने नै छौँ गाइज। बाइ बाइ।